नयाँ वर्षको धेरै धेरै शुभकामना। पछाडि ब्याग रहेछ। यो चाहिँ आज नयाँ वर्षको दिन पर्दै यो चाहिँ युज गर्नुपर्छ, यो चाहिँ राम्रो हुन्छ। गाइज मेरो साथीहरु चाहिँ आइसकेका छन्। गाइज हामीहरु चाहिँ पसल जान आँटेको। तपाईहरु पनि न्यू इयरको दिन घरमै बसेर खानु कप कप पारेर। टाटा बाइ बाइ, बाटा खाली। गाइज तपाईहरु हेर्न सक्नुहुन्छ। एन्ड नमस्ते एभ्रीवान, सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। ह्याप्पी न्यू इयर अल। नयाँ वर्षको दिन चाँडै उठेर नुहाउनु पर्ने। म चाहिँ भर्खरै उठिरहेको छु। अहिले 9 बजिसकेको छ। सो अहिले उठेर म चाहिँ अब आफ्नो रुम सुम मिलाएर चाहिँ मैले भिडियोलाई चाहिँ स्टार्ट गरेको। आज चाहिँ नयाँ वर्षको दिन केही स्पेशल हुनु पर्थ्यो, तर गाइस त्यस्तो स्पेशल केही पनि छैन, किनकि आज मेरो साथीहरू आउँदैछन् मेरो रुममा। सो आज सायद हामी स्पेशल केही बनाएर चाहिँ खान्छौँ होला, बट त्यस्तो स्पेशल चाहिँ केही हुनेवाला छैन। बाहिरतिर घुम्न जानलाई अब पैसा पनि चाहिन्छ। मैं क्या करूं फिर, जॉब छोड़ दूं? पैसा पनि छैन। मेरो भाइहरूले चाहिँ नुहाएर टक्क बसिसकेको छ। नयाँ वर्षको धेरै धेरै शुभकामना छ। अनि तपाईहरूले आजको दिन राम्रोसँग कटाउनु भयो भने यो वर्षभरि नै तपाईँको राम्रोसँग जानेछ। सो फर्स्टमा चाहिँ मेरो च्यानललाई सबैजनाले सब्सक्राइब गरिदिनु होला। अनि सब्सक्राइब गरेर लाइक कमेन्ट पनि गरिदिनु होला। मनपर्छ भने सबैजनाले सेयर गरिदिनु होला। कन्टिन्यू गर्नेछु। हेर्दै मेरो मुख कस्तो छ गाइस, हेर्न सक्नुहुन्छ। सो गाइस मेरो साथीहरू आउन अझै टाइम लाग्छ। पछाडि ब्याग रहेछ। यो चाहिँ आज नयाँ वर्षको दिन पर्दैछ टक्लिया जस्तै बनेर। पढ्ने काम चाहिँ म कहिलेकाहीँ मात्रै गर्छु। ए पहिले क्या बोला, चल चल। सो सबैजनाले नयाँ वर्ष राम्रोसँग मनाउनु होला गाइज। एकदम नराम्रा चिजहरूलाई फालेर हिजो नै आजबाट नयाँ सुरुवात गर्नु होला। आज चाहिँ म घरमा भित्रै बस्छु होला। बाहिर जान्छु होला साथीहरूलाई लिन उतासम्म। अनि छिकेटादेखि के त कस्तो चाउरी परे जस्तै भयो। मैले केही लगाएन मुखमा। मुखमा चाहिँ लाउँछु बरु गाइज म। यो चाहिँ युज गर्नुपर्छ, यो चाहिँ राम्रो हुन्छ। किन? तर यो रियल हो रे नि त। मलाई किल्ला हुँदैन जानु। शाबाश बेटा, बहुत बढ़िया। ऐना हेर्नु पर्यो अब। कपाल यस्तो छ। सो गाइस सबैजनाले मिठो मिठो खाना खाएर टक्कसँग बस्नु होला। आज चाहिँ सब्सक्राइब चाहिँ गर्नु होला। अनि अब चाहिँ एकछिनमा हामी भेट्नेछौँ। निमा हिँड्न चाहन्छु किन दुईटा करेन्ट। सो गाइज टेक केयर एन्ड सब्सक्राइब गरिदिनु है। म भिडियोलाई कन्टिन्यू गर्नेछु। हाम्रो घरबाट चाहिँ यस्तो देखिन्छ बाहिर हाम्रो च्यालबाट। आज त राम्रो छ क्या दिनै पुरै। कस्तो मतलब म चाहिँ अब गाइज एकदमै झ्याउलाएर अब साडी लाएर टक्क होइन टिकटक बनाएर पोस्ट गर्नु पर्यो नयाँ वर्षको दिन भनेर साडी लाउँदैछौँ हामी टक्कसँगले होइन। गाइज मेरो साथीहरू चाहिँ आइसकेका छन्। यिनीहरू चाहिँ होमवर्कको कुरा गर्दैछन्। यिनीहरू पढ्ने खालका हुन्, म नपढ्ने खालकी हो। कोबिला अब एन्जिला आउनु बाँकी छ। अनि फिक्स छैन अहिले। हामी फन पार्क पनि जान सक्छौँ गाइज। के जान्न दिनु है यसलाई। अरू के हेर्नु त गाइज। यो म त भड्काइदिन्छु सबैलाई। शाबाश बेटा। कन्टिन्यू गर्नेछ गाइज। मेरो साथीहरू चाहिँ टिकटक बनाइरहेछन् आफ्नै इच्छा पारा। एकजना चाहिँ उता सुत्या छ। त्यो एन्जिला अझै पनि आएकी छैन। सो गाइज अब चाहिँ हामी पसल जान्छौँ। सो त्यहाँ गएर चाहिँ भिडियोलाई कन्टिन्यू गर्नेछौँ। र आज चाहिँ सायद हामी करेन्ट खान सक्छौँ।
अनि तपाईहरुलाई कस्तो लाग्छ मेरो भिडियो सबैजनाले हेरेर लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला गाइज हामीहरु चाहिँ पसल जान आँटेको सामान किन्न चटपटे खानालाई यहाँनिर निमा दिदी छ अनि यहाँनिर कोपिलाहरु छन् यो कोपिला अस्मिता यो चाहिँ मेरो एरिया हो मेरो ठाउँ हो सो एन्जिल आउँदैछन् अहिलेसम्म आएर नाउँछु भन्दा भन्दै फोन गरेर अनि हामी चाहिँ पसल गएर सामान किन्छौँ चटपटेको लागि अनि त्यसपछि बनाउँछौँ खान्छौँ अनि यिनीहरु सायद घर जान्छन् होला त्यसपछि चाहिँ पानी पर्ने जस्तो भएको यसमै तिम्रो बनाएर हालिदिन्छु पानी पर्ने यस्तै भएको छ गाइस सो अहिले चाहिँ अब म चाहिँ घर गएर भिडियोलाई कन्टिन्यू गर्छु सो यसरी पहिला यसलाई पेस्ट गर्ने बेसरी यसलाई मिक्स गर्ने सो अब चाहिँ म अलिकति नाटक पारेर बोल्दैछु गाइस हैन मजा गर न अझ अलि भएन क्या बनाउँदैछु कि त सो गाइस अनि यसलाई चाहिँ यसरी मिक्स गर्ने त्यसपछि चाड ल्याउन भयो यस चला ल्याम हजुर ल्याम यहाँ हाल त्यो खुर्सानी हाल नि त्यो हालिदिनु करेन्ट ल्याउने होइन करेन्ट ल्याउने गाइस खाना पनि स्टार्ट गरेको अम्ल भएछ मिल्छ च्यानललाई सब्स्क्राइब गरिदिनु होला मिठो चाहिँ तपाईहरु पनि न्यू इयरको दिन घरमै बसेर खानु कप कप पारेर खतम टाटा बाई बाई बाटा खाली सक्यो यहाँ हाल हाद्दुम नखामै करेन्ट सरेन्ट बरु अरे कहना क्या चाहते हो अब हामी रेस्ट गर्छौँ छैन रेस्ट गर्छौँ गाइज के भयो सब्स्क्राइब गरिदिनु होला सायद गाइज मेरो साइज आएछ गाइज मेरो च्यानललाई कहाँ से आते हैं एकछिनमा भिडियो कन्टिन्यू गर्छु मलाई पिसाब लाग्यो अब मुत्न पनि जान्छु म गाइज मेरो साथीहरु चाहिँ घर जाँदैछन् म उनीहरूलाई पुऱ्याउन जाँदैछु कस पाक्छ म नाकमा घाउ आएछ म भोलि कलेजमा आउँ कि आएको साथी सर धोकै छैन कि अझै पनि सो काठमाडौँमा बढेको छ पोल्युसन मेरो जीवनमा हो मात्र तिमी सोल्युसन रुको जरा सबर करो सोल्युसन ओ माय गॉड wow this चुब्लाकी नोइसका म यति हुन्छ नि त घर आउँदा हेर्नु त गाई चाहिँ कविलाले मलाई जहिले यस्तै गर्छ घरकै लुगामा भयो गाइस यहाँ चाहिँ लक्ष्मीको सुटिङ भइरहेको छ तो चलिए शुरू करते हैं बढी हिँड्ने हो के थाहा त अब सिकाउने चाहिँ कोपिला हो ल गाइस तपाईहरु हेर्न सक्नुहुन्छ यहाँनिर ए मेरो ऐसे में बड़ा सख्त लौंडा हूं मन स्टार्ट गर न भयो भयो रेडी भने हैन त्यो तैले अनि काम्रो टुटु बनाइदियो त लिखाई में ध्यान लगाओ यो चाहिँ मेरो ठाउँ हो म चाहिँ भक्तपुरमा बस्छु गाइज हैन एकदमै राम्रो छ ओ माई गॉड यिनीहरु चाहिँ यहाँ यिनीहरुलाई चाहिँ यस्तो गर्नु परेछ ए गाइज सो गाइज म चाहिँ अब यिनीहरुलाई पुर्याएर चाहिँ घर फर्किन्छु होला ओइ तिमीलाई मैले कहाँसम्म छोड्दिने हो जाऊ त बाद गाइज हाम्रो यहाँ चाहिँ मन्दिर छ हैन आज यहाँ के रे जात्रा थियो नि त त्यही भएर यस्तो हेर्नु त आम्मा रातै रातो बनायो पुरै म चाहिँ अब यिनीहरुलाई बिदाई गर्न आएको यिनीहरुलाई बससम्म टक्क
छ्या भोलि कलेज यार झ्याउ लागिसक्यो कलेज आउने होला सायद अहिले एकछिनमा म जाम बाई 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 है फेरि आउँदैछ प्रोग्राम के यहीँ आउने हो आउन त बाई बाई आज बस गएन आमा ल ल बाई पिसाब लाग्यो मलाई बाई बाई